ल ज्योति मगर म्यामको चाहिँ ल इन्ट्री भइसकेको छ है साथीहरू। मकैबारीमा ओ हाउडे माया दामी दामी। यहाँ त अनि के हो यसलाई के हो कुस्ती कुस्ती भन्छ होइन त औ के हो फेरि यो मायाले के गरायो चुरा फुट्यो पाउजुनी हरायो मकैबारीमा के हो यार। हेलो एभ्रिवान वेलकम ब्याक है। म फेरि पनि तपाईँहरू माझ आइसकेको छु होइन। यसपालिको तिजमा अब ज्योति मगर दिदीको चाहिँ होइन गीत नआउने कुरा त हुँदै भएन। अनि गीत फेरि कस्तो खालको आउने भन्ने कुरा नि हुन्छ होइन। अनि ढक्क लाएर अनि मैले चाहिँ रियाक्सन ल्याएर आउँदैछु हाम्रो ज्योति मगरजीको चाहिँ यहाँ गीतमा है। ल तपाईँहरू हामीहरू सबैजना भएर चाहिँ हेरिदिउँ है त। होइन कस्तो खालको चाहिँ रातो साडी हो फेरि यो। खानुलाई गफ लुकेर झाडीमा कस्तो खालको गफ हो त्यस्तो झाडीमा। तिजको गीत हो भने क्या यो। रातो साडीमा दाग बसेछ रे। रातो साडी यही त होला नि होइन। होइन होला यार के हो यो। हानौला गफ लुकेर झाडीमा। के के लुकेर आएर पुरा ठ्याक्क लिबिसिसी टक्क मिलाएर दल्यो त यार ज्योति मगरजीले त के हो। र मलाई सुनिल छेत्री चाहिँ बवालै लाग्छ साथीहरू है। कोरियोग्राफी चाहिँ बवालै हानिदिन्छ क्या दामी लाग्छ मलाई। रातो साडीमा रे चिल्लो गाडीमा रे ल ठिक छ चिल्लो गाडी त देखाएको थियो होइन। रातो साडीमा रे अझ कहाँनिर रातो साडी भयो त अनि यो। अब यो झाडी पनि ठिकै हुन्छ है। मकै झाडीमा लगेर चाहिँ धागै बसेछ अरे रातो साडीमा।
हाम्रो ज्योति मगरजी चाहिँ उहाँ सरको चाहिँ मिसेस हुनुहुन्छ कि अरे होइन। पिरातीको वर्षा भयो यसपालि मकैबारीमा। तर जे जस्तै होस् होइन, ज्योति मगरजीले होइन गीत चाहिँ बवालै गाउँछ। स्टेज सो चाहिँ खतरै हानिदिन्छ झन्, स्टेज सोको त कुरै नगरौँ होइन। गीतहरू चाहिँ बवालै गाउँछ, स्वर पनि बवालै छ होइन। ज्योति मगरजीले गाएको गीतहरू चल्छ पनि दामी नै, तर अलिकति शब्द चाहिँ यस्तो यस्तो रहेछ। मकैबारीमा झिल्किने मकैबारीमा लगाएर छ नि त, त्यही भएर पो पाउँछ, हराएको पाउँछ त। उतापट्टि चाहिँ उहाँ अब अनि बाले चाहिँ भेटेको छ नि ल। सिमाना नाग्यो एकैछिन, सिमाना नाग्यो, चोली तुना सुर्केर लाज लाग्यो, अनि त्यसपछि मकैबारीमा। मनमुटु बाहिर बसिसकेपछि घरका के काम होइन। पक्नुहोस् त ए कडा कडा यार, हाम्रो भेलु बाजेको यार दामी ल है। भेलु बाजे नभए पनि जे होस्
उहाँको शब्दहरू धेरै चाहिँ होइन चल्यो पनि भाइरल पनि भयो र अहिले यहाँ पनि चाहिँ भेलुबाजेका आवाज राखेको छ दामी। ल आजलाई यति नै साथीहरू होइन, तपाईँहरूले गीत हेर्नु भइहाल्यो। अब यो गीतको पुरा भिडियो चक्की क्वालिटीमा चाहिँ डिस्क्रिप्सनमा लिङ्क राखिदिन्छु, त्यहाँ गएर हेर्नु होला। अनि टक्क लाएर एक सब्सक्राइब गर्नु होला। मिठो ए के हो यार, अर्कै भन्न त तो पारा बन्यो त यार होइन। अनि टक्क लाएर एक लाइक एक सब्सक्राइब गरिदिनु होला। अनि अहिलेलाई हामी छुट्टौँ। जय नेपाल।